सिनको नयाँ अफरमा जोइन हुनै सकिनँ, 7,000 रुपियाँको फ्री गिफ्ट लिनै सकिनँ भन्ने साथीहरूको लागि चाहिँ मैले प्रोसेस होइन कसरी हो भनेर यहाँ भिडियो हालेको छु। भिडियो हेर्नु है त। भिडियोलाई चाहिँ फेभरेट गर्न नभुल्नु होला, फेभरेट गर्नु, किनभने फेरि भिडियो कता गयो ला प्रोसेस त मजाले हालिदिनु भएको थियो भन्ने हुन्छ नि त। ल हेर्नु मेरो चाहिँ यहाँ सिन छ होइन, मैले चाहिँ सिनलाई यसरी डिलिट गरेँ। तपाईँहरूसँग चाहिँ सिन छ भने चाहिँ डिलिट गर्नु, यदि छैन भने त झनै राम्रो होइन, डिलिट गर्नै परेन। तपाईँको झन् नयाँ नै हुने भइहाल्यो। यसरी सिन चाहिँ तपाईँले नयाँ एप स्टोर या प्ले स्टोरमा गएर चाहिँ सर्च गर्नु होला अनि त्यसपछि डाउनलोड गर्न सक्नुहुन्छ। मेरो चाहिँ डाउनलोड हुँदैछ। यसरी डाउनलोड गरेपछि बाँकीको प्रोसेस फेरि मैले भन्नेछु। ल हेर्नुहोस्, मेरो चाहिँ सिन डाउनलोड भयो। यसरी अब यसलाई ओपन गर्नु होइन, अनि यहाँ गइसकेपछि चाहिँ यसरी यो आउँछ होइन, तपाईँको जापानको लोकेसनमा चाहिँ अब हामीले जापानमा टच गर्न पर्यो है। अब यहाँ माथि टपमा यो पछि यहाँ चाहिँ साइनिङ एन्ड रजिस्टर भनेर देखाउँछ। यहाँ हेर्नुहोस्, माथि देख्नुभयो नि, त्यहाँ चाहिँ तपाईँले टच गर्नु पर्यो। त्यहाँ टच गर्नु भएपछि चाहिँ यो आउँछ है। यो आएपछि चाहिँ यहाँ चाहिँ अब तपाईँ केबाट तपाईँले खोल्न खोज्नु, त्यो चारवटामध्ये जिमेलबाट खोल्न खोज्दैछु। तपाईँले चाहिँ जुन अप्सन चुज गर्न पनि सक्नुहुनेछ। यदि तपाईँसँग चाहिँ पहिला नै सिन एप थियो, डिलिट गरेर अहिले यसमा जोइन हुन खोज्नु भएको छ भनेदेखि चाहिँ तपाईँले चाहिँ पहिला जिमेलबाट खोल्नु भएको थियो भने चाहिँ त्यो जिमेल चाहिँ चेन्ज गर्न पर्ने हुनेछ। चेन्ज गर्दाखेरि चाहिँ तपाईँले चाहिँ आफ्नो मोबाइलमा पनि पहिला चेन्ज गर्नु होला, नत्र भने यहाँ डाइरेक्ट यहाँ चेन्ज गर्दाखेरि चाहिँ तपाईँले अलि नमिल्ला, सपिङ गर्न मिल्दैन, गाह्रो हुन्छ नि त। त्यही भएर धेरैजनाले चाहिँ नयाँ गर्दा गर्दै नि भएन, जिमेल पनि नयाँ गराएको तर भएन भन्ने प्रब्लमहरू आइरहेको छ नि त। त्यही भएर अनि यसरी यो चाहिँ विज्ञापनहरू है, यो विज्ञापनहरू चाहिँ अब हटाउँदै जाने हामीले। त्यसपछि अगाडिको प्रोसेस के हुन्छ मैले भन्छु है त। यसरी हटाउँदै जानुहोस् अनि यहाँ सर्चमा गएर चाहिँ मेरो कोड छ जुन यो कोडलाई चाहिँ लिएर गएर तपाईँले अब सर्च बारमा गएर चाहिँ यहाँ सर्च गर्न पर्ने हुन्छ। यसरी सर्च गर्नुभयो भनेदेखि चाहिँ हामी सिधै अब यो सपिङ गर्ने ठाउँमा पुग्छौँ होइन। यहाँ चाहिँ हामीलाई यो विज्ञापनहरू आइराखेको छ। अब हामीलाई चाहिँ यहाँ 7,000 को अब यो अफर आयो होइन। अब चाहिँ यसरी सामानहरू मजाले तपाईँले 15 मिनटको टाइम हुन्छ है, के चाहिएको छ मजाले सिलेक्ट गर्न सक्नुहुन्छ होइन। अब तपाईँलाई ब्युटी प्रोडक्ट चाहिएको छ कि ड्रेसहरू चाहिएको छ कि फोन कभरहरू होइन, अब अरू सुजहरू, ब्यागहरू, किचनको कुनै सामानहरू, किचनमा युज हुने सामानहरू पनि पाइन्छ नि त। किचनको लागि, रुमको लागि, बेडसिटहरू, जे पनि तपाईँलाई चाहिएको सामान यसै ट्याक्क साइजहरू मिलाएर, साइजको चिजहरू छ भने चाहिँ यसरी मिलाएर चाहिँ 7,000 सम्मको चाहिँ फ्रीमा हुन्छ है। 7,000 सम्मको चाहिँ तपाईँले मजाले सिलेक्ट गर्नुहोस्। अनि त्यसपछि 2,000 को चाहिँ तपाईँले खरिद गर्नुपर्छ। 2,000 चाहिँ को सामान चाहिँ खरिद गर्न पर्ने हुन्छ। 2,000 भन्दा बढी पनि गर्न सक्नुहुने भयो। तपाईँलाई अब सामान अरू नै चाहिएको छ भनेदेखि बढी नै गर्न सक्नुभयो, नभएदेखि ट्याक्क 2,000 को मात्रै पनि गर्न सक्नुभयो। अनि यसरी चाहिँ तपाईँहरूले 7,000 को चाहिँ फ्रीमा, 2,000 को चाहिँ पे गरेर सामानहरू यसरी लिन सक्नुहुन्छ। सामानहरू सिलेक्ट गरेर भ्याइसक्नु भएपछि चाहिँ यसरी हामीलाई यो सिपिङ एन्ड डेलिभरीको डिटेलहरू यसरी यहाँ आएको हुन्छ होइन। यहाँ चाहिँ तपाईँले अब आफ्नो नामहरू इङ्ग्लिसमा प्लस काताकानामा पनि लेखेर हाल्नुपर्ने हुन्छ है। अनि आफ्नो डेलिभरी डिटेलहरू चाहिँ राम्रोसँग हाल्नु होला।
अनि यहाँ फोन नम्बरको अप्सन छ है, मैले चाहिँ यो देखाउन चाहिनँ। अब यहाँ चाहिँ तपाईहरुले आफ्नो फोन नम्बर हाल्नु होला। एकचोटि चाहिँ रिचेक पनि गर्नु, मिस्टेक नि हुन सक्छ नि त। फोन नम्बर हालिसक्नु भएपछि चाहिँ यहाँ तल फेरि एड्रेसको ठाउँ पनि छ हैन। यहाँ एड्रेस हाल्न नभुल्नु, आफ्नो एड्रेस पनि हाल्नु है। यो डिटेलमा पर्छ यहाँ सबै थोक। त्यही भएर आफ्नो एड्रेसहरु हाल्नु होला। डिटेल हालिसक्नु भएपछि चाहिँ यहाँ तल सेभ भनेर आउँछ है। यहाँ सेभ गर्न नभुल्नु, सेभ गर्नु होला। यति गरिसक्नु भएपछि चाहिँ तपाईको शिपिङ चार्ज लाग्दैन, शिपिङ चार्ज पनि फ्री हो है। अब हामीले 7000 को फ्रीको सामान त सिलेक्ट गरेर भ्यायौं नि त। अब त्यसपछि चाहिँ अब यहाँ मध्ये फेरि अब 2000 या 2000 प्लस को सामान चाहिँ तपाईले सिलेक्ट गर्न पर्ने हुन्छ है। यो चाहिँ फेरि अब छुटे भयो। त्यो 7000 को, यो 7000 पछि जुन हामीले 9000 कोमा 2000 को छ, त्यो 2000 को चाहिँ यसरी सिलेक्ट गर्नु होला। मैले चाहिँ 7000 को फ्री प्लस 2833 रुपैयाँको चाहिँ मैले पे गर्ने गरेर सामान सिलेक्ट गरे। यसपछि चाहिँ तल यहाँ पे गर्नेमा जान मिल्छ, तल जानु होला। यहाँ चेक आउट एन्ड सेभ भनेर देखाएको छ, त्यसमा क्लिक गर्नुहोस्। अब यहाँ चाहिँ यसरी पे गर्ने अप्सन आएको छ हैन। यहाँ चाहिँ पे प्लस कार्डहरुको अप्सन अनि कम्बिनी स्टोरको पनि अप्सन आएको छ। तपाईले चाहिँ केबाट तपाईलाई सहज हुन्छ त्योबाट चाहिँ पे गरेर सामान चाहिँ अर्डर गर्न सक्नुहुन्छ। हस्त धन्यवाद।